चाहिँ मेरो छोरा तपाईले सरकारी भन्नुहुन्छ त्यसलाई सरकारीमा पढ्नेलाई पनि कति धेरै सामान चाहिन्छ 10 वटा खोल्नु छ सबैमा भराउँछ यो चाहिँ यो खोल्टीमा राखिन्छ यो चाहिँ यो पेन चाहिन्छ यो के चाहिन्छ यो यसमा राख्ने भन्छ उसलाई के गर्दा यो टिस्यु नि चाहिने रहेछ ड्रइङ गर्दा के गर्दा कलर यसमा राखेको छ यसमा फेरि आफ्नो कागज के राखेको छ यसमा फेरि ल है गाइस आजदेखि ड्युटी सुरु भयो नास्ता बनाउँदै सरलाई अनि फेरि छोरोलाई अहिले बनाउँछु यो बाबालाई हो दिउँसोको नास्ता ड्युटी छोरोलाई मिश्री पानी बनाइदिन्छु गर्मी छ नि त त्यही भएर मिश्री पानी बनाइदिने अनि स्कुल पठाइदिने आजको लागि कार्यक्रम बदलिने कार्यक्रमले सकिन लाग्यो कार्यक्रम सुनेर तपाईलाई धन्यवाद आजको बदलिने नेपालबाट यो मैले लिन्छ त्यो उठाल्नु अनि कहाँ दिन्छ नास्ता फुट्ला फेरि यो मैले लिन्छ त्यो फुट्छ होला कि सुलो चल्ने फुट्दैन होला त्यही राख बाले समय हुन्थ्यो कि यो झोला एकछिन हेर बाबुले समाएको छैन